नेपालको राजनीतिक परिदृश्य फेरि परिवर्तन हुँदैछ। राज संस्थाको अन्त्य भई गणतन्त्र स्थापना भएको 1.5 दशक पनि नपुग्दै फेरि राज संस्थाको माग दिन प्रतिदिन चर्किँदै गइरहेको छ। विशेष गरी पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता, देशभर भइरहेका राज संस्थाको पक्षमा प्रदर्शनहरू र वर्तमान सरकारप्रति जनताको असन्तुष्टिले यो विषयलाई झनै चर्चामा पुर्याएको छ। 2062-63 सालको जनआन्दोलनमा होमिएर राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका तिनै जनताले अहिले किन राजतन्त्र आउनै पर्छ भनिरहेका छन्? किन देश बचाउनका लागि पूर्व राजा ज्ञानेन्द्रलाई गुहारिरहेका छन्? आखिर के भयो त्यस्तो जसले गर्दा एकपटक सबैले धिक्कारेका राजा अहिले बच्चादेखि वृद्धसम्म सबैको प्यारो हुन पुगे? यी सबै प्रश्नहरू इतिहास, वर्तमान र भविष्यमा प्रकाश पार्न प्रस्तुत छ इनलाइटन एनपी को यो भिडियो। विक्रम सम्वत 1779 मा पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान सुरु गरेका थिए, जुन समय नेपाल विभिन्न साना राज्य र राजसंघ 22 र 24 राज्यमा विभाजित थियो। उनले शक्तिशाली सेना र रणनीतिक कूटनीतिक उपायहरू अपनाउँदै विक्रम सम्वत 1779 देखि विक्रम सम्वत 1808 सम्मको बीचमा गोर्खा राज्यको सिमाना विस्तार गरे। यस बीचमा उनले नुवाकोट, कीर्तिपुर, काठमाडौँ उपत्यका र अरू साना साना राज्यहरूलाई पनि क्रमशः आफ्नो अधीनमा ल्याए, जसका कारण विक्रम सम्वत 1825 मा नेपाल एक एकीकृत राज्यको रूपमा उदायो। अब आधुनिक नेपालको निर्माणपछि शाहवंशीय राजतन्त्रको औपचारिक सुरुवात भयो र उनको पालादेखि शाहवंशले नेपालमा करिब 240 वर्षसम्म शासन गर्यो। तर शाहवंश सधैँ सत्ताको पूर्ण रूपमा मालिक थिएनन्। विक्रम सम्वत 1903 को कोत पर्वपछि नेपालमा राणा शासन सुरु भयो। राजा त्रिभुवनको पालासम्म नेपाल राणाहरूको हातमा थियो। शाह राजाहरू केवल नाम मात्रका राजा बनेका थिए। जनतालाई शासकको रूपमा सास फेर्न नदिइरहेको र राजालाई मात्र कागजको बादशाह बनाएको 104 वर्ष लामो जहानीय राणा शासन अन्ततः 2007 सालमा आफ्नो हीनता र अत्याचारको कारण ढल्न पुग्यो। विक्रम सम्वत 2007 सालको राजा त्रिभुवन, नेपाली कांग्रेस र राणा बीच भएको दिल्ली एग्रिमेन्ट पछि नेपालमा भएको जनआन्दोलन र सङ्घर्षले राणा शासकहरूको शासनलाई एक झट्कामा ध्वस्त पार्यो। यो नेपालको राजनीतिक अवस्था सधैँका लागि परिवर्तन भएको ऐतिहासिक पल थियो र जनताको आवाज अन्ततः शासकहरूको विरुद्धमा उठेको थियो। त्यसपछि नेपालमा प्रजातान्त्रिक शासन प्रणाली लागू भयो। तर प्रजातन्त्र आएको 9 वर्षभित्रै राजा महेन्द्रले विक्रम सम्वत 2017 सालमा संसद विघटन गरी पञ्चायती शासन व्यवस्था लागू गरे। यो व्यवस्था 30 वर्षसम्म टिक्यो, जहाँ राजा नै पूर्ण रूपमा सबैभन्दा शक्तिशाली थिए। यति बेला देशमा स्थायित्व त थियो, तर लोकतान्त्रिक अधिकारहरू भने सीमित थिए। यो व्यवस्था राजा वीरेन्द्रको पालासम्म चल्यो, तर 2046 सालको जनआन्दोलनपछि राज संस्थालाई संवैधानिक रूपमा सीमित गरियो। 2058 जेठ 19 गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र सहित सम्पूर्ण शाही परिवारको हत्या भयो। तत्कालीन सरकार र सेनाले उक्त घटनाको वास्तविक कारण खुलाउन सकेनन्, जसले गर्दा नेपालमा विभिन्न किसिमका षड्यन्त्र सिद्धान्तहरू फैलिन थाले। यस घटनापछि ज्ञानेन्द्र शाह राजा बने, तर उनले 2062 मा प्रत्यक्ष शासन ग्रहण गरेपछि नेपालको राजनीतिमा फेरि अर्को भुइँचालो आयो। त्यसपछि 2062-63 को जनआन्दोलनको सुरुवात भयो। एकछिन पर्खिनुस् त, केही छुटे जस्तो छ। राजा ज्ञानेन्द्र चाहेर होस् या नचाहेर दुई पटक नेपालको राजा बनिसकेका छन्। पहिलो पटक 3 वर्षको उमेरमा राजा त्रिभुवनको निर्वासनपछि उनले राजगद्दी सम्हाल्नु परेको थियो, विक्रम सम्वत 2006 माघ 8 गते। तर फेरि 2007 माघ 19 गते त्रिभुवनको पुनः स्थापना भएपछि उनले राजगद्दी छोड्नु पर्यो। दोस्रो पटक 54 वर्षको उमेरमा 2058 जेठ 19 को दरबार हत्याकाण्डपछि उनलाई राजा बनाइयो। तर 2062 सालको राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको निर्णयले नेपालमा जनविरोधी लहर चलायो। यसले प्रमुख राजनीतिक दल र माओवादीलाई पनि एकजुट गर्यो। राजा ज्ञानेन्द्रको शासकत्व विरुद्ध नेपालमा विभिन्न राजनीतिक दल र माओवादीले एकजुट भएर प्रतिरोध चलाउन थाले। 2062 चैत 10 गतेदेखि राजधानी काठमाडौँमा सुरु भएको जनआन्दोलनको लहर देशभरि फैलिन थाल्यो। अन्ततः राजा ज्ञानेन्द्र
दबावमा आएर राजगद्दी छाड्नै पर्ने अवस्था सिर्जना भयो। जनआन्दोलनको सफलतासँगै राजा ज्ञानेन्द्रलाई संवैधानिक पद्धतिमा शासन चलाउन बाध्य बनाइयो। परिणामस्वरूप माओवादी र प्रमुख दलहरूको साझा दबावमा राजतन्त्रको अन्त्य गर्ने निर्णय गरियो। विक्रम सम्वत 2065 जेठ 15 गते नेपालको संविधान सभा चुनावमा माओवादी पार्टीको नेतृत्वमा संविधान सभा सदस्यहरूले नेपालको राजतन्त्रलाई समाप्त गर्ने प्रस्ताव पास गरे। त्यसपछि नेपाललाई संघीय लोकतान्त्रिक गणराज्यको रूपमा घोषणा गरियो, जसले हरेक नेपाली नागरिकको मुहारमा परिवर्तनको ज्योति बालेको थियो। जनताहरूको सङ्घर्ष सफल भएको थियो। सबै जनताको मुहारमा खुसी थियो। तर उनीहरूलाई थाहा थिएन कि अहिले ज्ञाने चोर देश छोड भन्दै नारा लगाउने हामी आफैले तिनै ज्ञानेन्द्रलाई गुहार्न पर्नेछ। 2062-63 सालमा सबैको दुश्मन भएका ज्ञानेन्द्र अहिले उनीहरूको लागि एकमात्र आशाको किरण बन्नेछन्, उनीहरूलाई थाहा थिएन। गणतन्त्रको स्थापनासँगै नेपालले बहुदलीय प्रणालीलाई पूर्ण रूपमा स्वीकार गर्यो। संघीय प्रणाली लागू भएपछि 7 वटा प्रदेश बनाइयो, जसले संघीय स्वायत्तता र विकासलाई प्राथमिकता दिने लक्ष्य थियो। तर लोकतन्त्र आएपछि देशले जितेको भन्दा गुमाएको धेरै छ भन्ने गुनासो बढ्दै गयो। राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी र मुलुकको कमजोर आर्थिक स्थितिले गर्दा जनतामा दिन प्रतिदिन असन्तुष्टि बढ्दै गयो। जनप्रतिनिधिहरूको चरम भ्रष्टाचार र असक्षम शासन प्रणालीले गर्दा आम नागरिकहरूले निराश भएर राज संस्थाप्रति पुनः आशा देखाउन थाले। यता जनताहरू आशावादी, उता पूर्व राजा ज्ञानेन्द्रको 10 मिनटको स्पिच भिडियोले थुप्रै आशावादी जनताहरूलाई राजावादी बनाएर सडकमा उतार्यो। त्यसपछि त के थियो र, जतासुकै राजाकै मात्र कुरा हुन थाल्यो। स्कुल, कलेज, घर, अफिस, जताकतै। अहिले चितवन, पोखरा, विराटनगर, बुटौल, नेपालगञ्ज लगायतका सहरहरूमा पनि राजतन्त्र जिन्दाबाद, राजा आऊ देश बचाऊ जस्ता नारासहित प्रदर्शनहरू भइरहेका छन्। आखिर किन? कारण 3 वटा छन्। एउटा कारण त स्पष्ट छ, गणतन्त्र स्थापनासँगै नेपालमा स्थिरता आउने आशा थियो सबै जनताहरूमा। निरन्तर कहिल्यै राणा शासन त कहिल्यै निरङ्कुश राजाहरूको शासन झेल्नु परेका नेपाली जनताहरूले अब त आनन्द भयो, सुखका दिन आउने भए भनेर सोचिरहेका थिए। तर स्थिति ठ्याक्कै उल्टो भयो। पटक पटक सरकार परिवर्तन, नेताहरूको चरम भ्रष्टाचार, मुलुकको आर्थिक मन्दी, बढ्दो बेरोजगारी, युवा वर्गहरूको निराशा, लगातार विदेश पलायन र भारतीय हस्तक्षेपप्रति जनताको आक्रोशले गर्दा राज संस्थाको माग बढ्दै गयो। अर्को महत्त्वपूर्ण कुरा, नेपाली सेनाको मौनतालाई पनि राज संस्थाको पुनरागमनसँग जोडेर हेरिँदैछ, किनकि नेपाली सेना र राज संस्था बीच बलियो सम्बन्ध रहेको मानिन्छ। र वान अफ द मोस्ट इम्पोर्टेन्ट कारण, नेपालमा क्रिश्चियन धर्म मान्नेहरूको संख्या तीव्र रूपमा बढिरहेको छ। यो स्ट्याटिक्स हेर्नुहोस्, विगत 10 वर्षभन्दा छोटो समयको अन्तरालमा नेपालमा क्रिश्चियन जनसङ्ख्याको दर 40% बढेको छ। यस्तो अवस्था देख्दा हिन्दू राष्ट्र समर्थकहरूले धर्म परिवर्तन रोक्न नेपाल फेरि हिन्दू राष्ट्र बन्नुपर्छ, होइन भने नेपालको कुनै अस्तित्व रहने छैन भन्दैछन्। अब हिन्दू राष्ट्र र राज संस्था भनेका एउटै सिक्काका 2 पाटा भएको हुँदा यदि नेपालमा राजतन्त्र फर्कियो भने नेपाल फेरि एउटा हिन्दू राष्ट्र बन्ने पक्का भएपछि हजारौं मानिसहरू आन्दोलनमा उत्रिए। दुर्गा परसाई र ज्ञानेन्द्र साई जस्ता नेताहरूले खुलेआम हिन्दू राष्ट्र र राजतन्त्रको समर्थन गरिरहेका छन्। देशका थुप्रै स्थानहरूमा राष्ट्रिय झण्डा र राजा पृथ्वीनारायण शाहका तस्बिरहरू लिएर विरोध प्रदर्शनहरू भइरहेको छ। विदेशीहरूले पूर्व राजा ज्ञानेन्द्र र अहिलेका प्रधानमन्त्री केपी ओलीलाई दिने इज्जतको त कुनै तुलना नै छैन। यसै कुरालाई आधार मानेर थुप्रै मानिसहरूले राजा सबैभन्दा माथि भन्दैछन्। आज नेपाली नागरिकहरूबाट केपी ओलीले सुन्ने हरेक वाक्यमा चोर फटा त हुन्छ नै। यस्तो अवस्थामा नेपालमा राज संस्था फर्किए के होला त भन्ने प्रश्न अवश्य पनि उठ्छ। यसमा राज संस्थाको समर्थकहरू र विरोधीहरूको आआफ्ना तर्कहरू छन्। एकातिर समर्थकहरूले यदि राजतन्त्रको पुनरागमन भयो भने राजा राजनीतिक खेलबाट अलग हुने भएकाले भ्रष्टाचार कम हुन्छ, देशमा स्थायित्व आउँछ र राष्ट्रिय पहिचान बलियो हुन्छ भन्दैछन्। अर्कोतिर विरोधीहरूले लोकतन्त्रबाट पछि फर्किनु भनेको प्रगतिशील सोचदेखि टाढा भाग्नु हो। राजतन्त्र फेरि आएमा अधिनायकवाद बढ्दैन भन्ने के ग्यारेन्टी छ? विदेशी लगानी र अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर हुनेछ भन्दैछन्। यसो हेर्दा
दुवैका कुराहरू, दुवैका तर्कहरू आफ्नो ठाउँमा एकदमै ठिक छन्। अहिले नेपालको राजनीतिक अवस्था अन्योलग्रस्त छ। राज संस्थाको समर्थन बढ्दै गए पनि यसको पुनर्स्थापनाका लागि संविधान नै संशोधन गर्नुपर्ने आवश्यक छ, जुन सजिलै सम्भव छैन। इतिहासले देखाएको छ कुनै पनि व्यवस्था जनताको इच्छाभन्दा बाहिर लामो समयसम्म टिक्न सक्दैन। यदि जनताले राज संस्थालाई नै पुनः रोजे भने गणतन्त्र टिक्न गाह्रो हुनेछ। वर्तमान सरकारको अवस्था अहिलेको जस्तो नै रह्यो र जनताको आवाज सुनिएन भने राज संस्थाको पुनरागमन कुनै असम्भव कुरा भने होइन। नेपालमा यदि राजतन्त्र आयो भने कसरी आउन सक्छ त भनेर मैले यो भिडियोमा डिटेलमा कुरा गरेको छु, गएर हेर्न सक्नुहुन्छ। नेपाल अब कुन बाटोमा जानेछ? गणतन्त्रलाई सुदृढ बनाउँदै अगाडि बढ्ने कि फेरि राज संस्थाको शरणमा फर्किने? यो निर्णय अन्ततः जनताले नै गर्नेछन्। समयको चक्र उल्टो घुमाउँदै राजतन्त्रमा फर्किन ठिक होला कि यही व्यवस्थालाई फिल्टर गर्दै अघि बढ्न? एउटा कमेन्ट अवश्य पनि छोड्नु होला। भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। हामी यस्तै कन्टेन्ट लिएर फेरि पनि आउने नै छौँ। अहिलेको लागि भने थ्याङ्क यू फर वाचिङ।